द लार्ड अफ फेस्टिभल तिहार, साँच्चै नै तिहारहरूको शुभकामना। यो चाहिँ तिहारमा भाइटिका लाउने चलन चाहिँ कसरी भने मैले सुनेको एउटा किंवदन्ती भन्ने अथवा जे भने पनि यो चाहिँ चेली र माइतीलाई चाहिँ यमराजले लिन आयो अनि माइतीलाई नलगोस् भनेर चाहिँ चेलीले म माइतीलाई अन्तिमचोटि एउटा टिका लगाइदिन्छु भनेर चाहिँ यमराजसँग भनिसकेपछि यमराजले हुन्छ भन्नुभयो। अनि त्यस पछाडि उहाँलाई चाहिँ वरिपरि त्यो पानीको घेरा अहिले टिका लाउँदा नि पानीको घेरा लगाइन्छ, त्यतिखेर त्यो चेलीले चाहिँ माइतीलाई तेलको घेरा लाएर चाहिँ त्यो सुकेपछि मात्रै यमराज तपाईँले लानु भनेर भन्नुभयो। अनि त्यस पछाडि यमराजले त्यो तेलको घेरा सुक्छ भनेर पर्खिँदा माइतीको आयु चाहिँ त्यसरी यमराजलाई पनि छल गरेर बचाउन सक्ने ती महान चेलीहरूलाई लगायत मेरो सर्कलमा हुने जति पनि मैले चिनेको चेली देश विदेशमा हुनुहुन्छ सबैलाई सम्पूर्णलाई एकमुष्टमा तिहारको चाहिँ हार्दिक मङ्गलमय शुभकामना तिहारहरूको।